यहाँ मोजामा पनि देखाउनु त मोजा कहाँ भाग्यो त्यो चाहिँ अनि फेरि हुँदैन रहेछ धर्नु यिनीहरू चाहिँ जाडोमा बाँच्न सक्ने बाख्राहरू हुन् भेडा बाख्रा पक्कै पनि हामी यहाँ आउँदाखेरि चाहिँ यति राम्रो मौसम घाम पनि लागेको छ हामीलाई नै स्वागत गरेको जस्तो खुल्ला मौसम छ यो चाहिँ रहेको छ एउटा स्वर्गको टुक्रा दोलखा जिल्ला स्वर्गको टुक्रा धरतीमा झरेको पहाडको माथि माथि घुम्दै उडेर उहाँ हिँडेको देख्दाखेरि मलाई पनि हिँडौँ हिँडौँ कुदौँ कुदौँ जस्तो लागेको छ यो उकालो हामी चाहिँ आइसकेको छौँ सबैभन्दा माथि कालिम्पोङ दर्शन गर्न जाँदैछौँ हाम्रो चाहिँ यहाँ बाटो यस्तो खराब भएको कारणले गर्दाखेरि हामी झरेर एकदमै चिसो पनि बढिसकेको छ मेरो त हातले मोबाइलै समाउन अलिकति नसक्ने यहाँ पसलहरूमा छुर्पी पनि पाइन्छ छुर्पी देख्न सक्नुहुन्छ फेरि पनि राम्रो रोड आइसक्यो अब यतातिर चाहिँ रहेको छन् सल्ला धुपी गोब्रे सल्लाहको रुखहरू अब जति माथि गयो यहाँनिर माथि देख्न सकिन्छ सेतो गुराँसको रुखहरू देख्न सकिन्छ यहाँ जङ्गलमा चाहिँ फेरि पनि यस्तो बाटो आइसकेको छ यहाँबाट पैदल यात्रा पनि जान सकिन्छ पैदल यात्रामा चाहिँ सर्टकट बाटोहरू जान सकिन्छ भने सवारी साधनमा चाहिँ घुम्ती बाटोहरू छन् घाम लागिरहेको छ एकैछिनमा घाम लाग्ने एकैछिनमा बादल आउने गर्दछ यहाँ चाहिँ बाटोको अवस्था चाहिँ यस्तो छ ल हामी चाहिँ यात्रामा जारी रहेको छौँ यहाँ बिच बाटोमा एकैछिन रेस्ट गर्नको लागि चाहिँ हामी रोकिएका छौँ यहाँ चाहिँ जुगाहरूले टोकेर भित्रभित्र पसेर जुगाले टोकेर यहाँ मोजामा पनि देखाउनु त मोजा कहाँ भाग्यो त्यो चाहिँ अनि फेरि हुँदैन रहेछ कुर्नी त त्यहीँ भित्र होला मोजामा यहाँ खुट्टामा यस्तो बनाइसकेछ यता पनि टोके जस्तो लाग्यो छैन यो चाहिँ रहेका छन् धुपीको रुखहरू यहाँनिर चाहिँ रहेका छन् भेडा बाख्राहरू यिनीहरू चाहिँ जाडोमा बाँच्न सक्ने बाख्राहरू हुन् भेडा बाख्रा चरी जस्तै उड्न पाए आकाशको तलतिर यहाँ रहेका छन् चौरी गाई यिनीहरू चाहिँ छन् चौरी गाई
यस्तो जाडोमा हामी जति माथि चढ्यो त्यति धेरै जाडो बढिरहेको छ। रोडहरू पनि यस्तो कालो रोड छ, कतै कतै सेतो रोडको अवस्था रहेको छ यस्तो। अब फाइनल्ली हामी डेस्टिनेसनमा पुग्न लागिसकेको छौँ। अबको लगभग 10 मिनट पछि चाहिँ हाम्रो मेन डेस्टिनेसन जहाँ छ त्यहाँ आइपुग्छ। आज चाहिँ मौसम एकदमै चिसो, बादलै बादल लागेको भएको कारणले गर्दाखेरि धेरै नै चिसो छ। पछाडि बसेर जाउँ कान्छी घुम्नलाई बुलेट बाइकमा मोटरसाइकलमा। पछाडि बसेर जाउँ कान्छी घुम्नलाई बुलेट बाइकमा। यहाँ देख्न सक्नुहुन्छ जहाँबाट अतिथिको सुरुवात हुन्छ पौवा भन्ने एउटा छ। अब चाहिँ फाइनल्ली हामी हाम्रो डेस्टिनेसनतर्फ हामी पुग्न लागिसकेको छौँ। अब यहाँ देख्न सक्नुहुन्छ यहाँको जङ्गलहरू। यहाँको जङ्गलमा चाहिँ लगभग एउटै प्रकारका जति यो चिसोमा एकदमै चिसोमा बाँच्न सक्ने रुखहरू यो सल्लाह रहेको छ। अनि त्यसै गरी यो रहेको छ गुराँस, सेतो गुराँस। नेपालमा पाइने धेरै थरीका गुराँसहरूमध्ये यहाँ रातो गुराँस र सेतो गुराँस पाइने गर्दछ। अहिले चाहिँ यहाँ गुराँस फुलेको छैन, गुराँस फुल्ने मौसम चाहिँ अर्कै समयमा छ। यहाँ लगभग एउटै किसिमका रुखहरू देख्न सकिन्छ। फाइनल्ली अब हामी 5 मिनट लगभग 5 मिनट पछि चाहिँ हाम्रो डेस्टिनेसनतर्फ हामी पुग्नै लागिसकेका छौँ। यो चाहिँ रहेछ बिजुलीको पोल। यहाँ चाहिँ हामी पहिला हिँडेर पनि आउने गर्दछौँ। यहाँबाट यो चाहिँ एउटा पर्यटकहरूको लागि, जो पनि मान्छेहरू ट्रेकिङ जान मन पराउने मान्छेहरूको लागि चाहिँ यो एउटा राम्रो गन्तव्य छ। यहाँ हामी हिँड्दै पनि आउन सक्छौँ, हिँड्दै पनि आउन सक्छौँ यहाँनिर।
यहाँ चाहिँ गाडीहरू पनि हिँड्दैछ। यहाँ देख्न सक्नुहुन्छ भिड पनि छ। यहाँ हेर्नुहोस् कति ठुलो भिड छ। म चाहिँ अहिले एकदम बाइकमा पछाडि बसेर जाउँ कान्छी घुम्नलाई बुलेट बाइकमा। फाइनल्ली हामी आइसकेको छौँ। हामी जति माथि आयौँ त्यति हाम्रो चाहिँ के भन्छ तातो मौसम पनि भइसकेको छ। अब हामी आइपुग्न लागिसकेको छौँ कुरी बजार। मौसम एकदमै चिसो छ। बादलहरू यहाँसम्म रोडसम्म पनि आएको छ। तर अब मलाई जहाँसम्म लाग्छ यो बादलहरू हट्ने छ। एकैछिनमा घाम पनि लाग्न थालिसकेको छ। यो गाडी चाहिँ माथि चढ्न सकिरहेको छैन। बाटो एकदमै खराब छ। मलाई चाहिँ हाम्रै गाडीको याद आयो अहिले आएर। ल साँच्ची नै हामी यहाँ आइसकेपछि चाहिँ अहिलेसम्म बाटोमा यति चिसो मौसम थियो। बादल चारैतिर लागेको थियो। यहाँ आउने बित्तिकै कालिम्पोङको छेउमा आउने बित्तिकै चाहिँ हामीलाई नै स्वागत गरे जसरी घाम पनि लागिसकेको छ। फाइनल्ली हामी चाहिँ आइसकेको छौँ कालिम्पोङको डाँडा। यो चाहिँ रहेको छ कालिम्पोङको डाँडा। यहाँबाट चाहिँ हामीले देख्न सक्छौँ अब कालिम्पोङमा प्रवेश गर्ने मूल गेट चाहिँ यो रहेको छ। कालिम्पोङ क्षेत्रमा प्रवेश गर्ने मूल गेट। वेलकम टु ल यो चाहिँ मूल गेट रहेको छ। हामीले चाहिँ माथि डाँडामा कालिम्पोङ पनि देख्न सक्छौँ। पक्कै पनि हामी यहाँ आउँदाखेरि चाहिँ यति राम्रो मौसम, घाम पनि लागेको छ। हामीलाई नै स्वागत गरेको जस्तो खुल्ला मौसम छ। फाइनल्ली हामी आइपुगेको छौँ आज। हजुर अनि पता नि हाम्रो चाहिँ आज यहाँ आउने प्लान पनि थिएन। यो के भन्ने यसलाई एकदमै प्लानै नभइकन पनि हामी यहाँसम्म आइपुगेको छौँ आज। यो चाहिँ पक्कै पनि हामीलाई यहाँ रहनुभएका कालिम्पोङ माताले चाहिँ पुऱ्याउनु भएर हामी यहाँसम्म आइपुगेको हुनुपर्छ। हामी फाइनली आइसकेको छौँ कुरी बजार। अब हामी देख्न सक्छौँ ब्लर आएको छ हाम्रो मोबाइलमा आज, किन हो? हामी आइसकेको छौँ कुरी बजारमा। फेरि बादलले छेकेर, ओ माई लर्ड कति राम्रो कुरी बजार हो। कुरी बजारमा आइसकेको छौँ। यहाँ देख्न सकिन्छ यति राम्रो राम्रो घरहरू। यो चाहिँ पक्कै पनि हाम्रो कालिम्पोङमा आउनको लागि मेन आकर्षण भनेको चाहिँ यो छ। यो देश विदेशमा
रहनुभएका सबै पर्यटकहरू जो पनि हुनुहुन्छ उहाँहरूले चाहिँ यो मेन हाम्रो कालिम्पोङमा आउने मेन गन्तव्य स्थल अब यसलाई के भन्छन् बेस क्याम्प यो चाहिँ रहेको छ कालिम्पोङको बेस क्याम्प देख्न सकिन्छ यति राम्रो राम्रो घरहरू एउटै डिजाइनको घर छ हामी आइपुगेको छौँ पुरी बजारमा अब एकैछिनपछि हामी पुग्नेछौँ त्यहाँ माथि फेरि एकैछिनमा बादलहरू हटेर देखिन थालिसकेको छ वाउ कस्तो है मनै प्रफुल्ल हुने नि यहाँ चाहिँ पुरी बजार र कालिम्पोङको उस देख्दाखेरि यो पौवा भनेको चाहिँ के रहेछ जहाँसुकै त्यो टाँसेको छ यहाँ रहेको छ क्रिसमस ट्री यो चाहिँ क्रिसमस ट्री रहेको छ त्यो क्रिसमसको ट्री बनाउनको लागि प्रयोग गरिने रुख अब आएको छ यहाँ होटल सजिना एन्ड गेस्ट हाउस तर हामी त आज गेस्ट हाउसमा बस्दैनौँ हामी आज नै फर्किन सक्छौँ घरमा कस्तो दामी मौसम पनि अहिले त खुल्ला भएर आयो यता छैन जाउँ न त्यहाँ माथि गएर यता पानी त पाइहाल्नु हामी आइसकेको छौँ देख्न सक्छौँ कालिम्पोङको डाँडा केबुल कार कालिम्पोङमा जानको लागि केबुल कार केबुल कारको बाटो यहाँ सम्पूर्ण धेरैभन्दा धेरै मान्छेहरूको भिड देख्न सकिन्छ कालिम्पोङ जाने ओ माई लर्ड कति राम्रो हो यता त कति राम्रो भ्यू देख्न सकिन्छ यतापट्टि यहाँ देख्न सकिन्छ बाइक झर्नु वाउ केबल कार गइरहेको देख्न सक्छौँ हामी यो चाहिँ कालिम्पोङ दर्शनका लागि यहाँबाट सिधा माथि केबल कारमा जान सकिन्छ केबल कार चाहिँ माथि कालिम्पोङमा पुगेर पनि फर्किसकेको छ दुईवटा केबल कार हुँदो रहेछ एउटा जाँदैछ माथि एउटा फर्केर आउँदैछ दुईवटा केबल कारमा पनि जान सकिन्छ केबल कारबाट चाहिँ यहाँबाट नै जाने हो तर हामी चाहिँ आज पैदल यात्रामा जाँदैछौँ हामी सानो सानो बेला पहिलादेखि नै कालिम्पोङमा यहाँ आउने गर्थ्यौँ
हामी घरैदेखि पैदल यात्रामा आउँथ्यौँ। पैदल यात्रामा आउँदाखेरि एकदमै धेरै शान्ति मनमा चाहिँ त्यस्तो मिल्ने भएको कारणले गर्दाखेरि आज पनि मलाई यहाँनिर आएर पैदल यात्रामा जान मन लागेको छ। दोलखा जिल्ला स्वर्गको टुक्रा धरतीमा झरेको भन्ने गीत जस्तै फाइनल्ली यो चाहिँ रहेको छ एउटा स्वर्गको टुक्रा। जुनसुकै ठाउँमा आउनुहोस् तपाईँहरू, दोलखा जिल्लामा जुनसुकै ठाउँमा जानुहोस्, त्यो चाहिँ एउटा स्वर्गको टुक्रा जस्तै रहेको छ। जुनसुकै पनि स्वर्ग जस्तै रहेको छ। अनि त्यसै गरिरहेको छ यो फुललाई चाहिँ हामी लाउन सक्छौँ। यसरी औँठी नभएको खण्डमा चाहिँ यसलाई लाउन सक्छौँ हामी फुल। यसलाई चाहिँ भनिन्छ औँठी फुल। यो चाहिँ रहेको छ माने। यो चाहिँ माने रहेको छ। यो माने बनाउँदाखेरि चाहिँ हामीले सोचेको आँटेको कुराहरू चाहिँ पुग्छ भन्ने मान्यता रहेको छ। अब हामी आफ्नो गन्तव्यतर्फ जाँदैछौँ पैदल यात्रा गरेर। हामीले यहाँ मिसले भन्नुभएको छ यस्तो चियाहरू पनि देख्नु। यताकै निवासी बहिनीहरू यस्तो निवासीहरू है। च्याउ टिप्दै हुनुहुँदो रहेछ। च्याउ चाहिँ यहीँ पाइन्छ, चाहिँ एकदम स्वादिष्ट। आमुम च्याउ माता कहाँ? माथा आमुम चिची आमुम लु जाउँ। ल हुन्छ, धन्यवाद। रेडियो पनि बजेको छ। बहिनीहरूको आग्रह अनुसार भिडियो नगरिदिनु भन्नुभयो र हामी उहाँहरूको अनुरोधलाई आग्रहलाई स्वीकार गर्दै हामी हाम्रो गन्तव्यतर्फ लागिरहेका छौँ। पैदल यात्राको लागि चाहिँ यस्ता सिडीहरू पनि बनाइएका छन् र आज एकदमै मौसमले पनि हामीलाई एकदमै साथ दिएको कारणले गर्दाखेरि हामीले केवल कार नभई पैदल यात्रा गर्ने निर्णय गरेका छौँ। यहाँ देख्न सकिन्छ पैदल यात्रा गर्नु मलाई चाहिँ यस्तो खुसी लागेको छ। यहाँ पैदल यात्रामा हिँड्दाखेरि मलाई एकदम धेरै मनमा खुसी लागेको छ। अब हामी लगभग आधी घन्टापछि चाहिँ यहाँ चाहिँ यस्ता यो के भन्छ यसलाई? गुम्बा पनि देख्न सकिन्छ। र आज मौसमको कुरा गर्नु पर्दाखेरि एकदमै स्वच्छ हावा, चिसो मौसम र यो घाम लागिरहेको कारणले गर्दाखेरि एकदमै हाम्रो मन प्रफुल्ल र मनमोहक बनाएको छ। यो पहिला सरसामान यो तुइनबाट ल्याउने गरिन्थ्यो। यथापि यहाँ मानिसहरू समेत आवाज जावत गर्ने गरिन्थ्यो। यहाँ चाहिँ मानिसहरू हिँड्नको लागि, सजिलोको हुनको लागि यति राम्रो बनाइएको छ। यो जसले पनि बनाइदिनु भएको छ उहाँहरूलाई चाहिँ एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। त्यति हामी पुग्नुपर्ने बच्चा बोकेर पनि पैदल यात्रामा जाँदै हुनुहुन्छ उहाँहरू पनि, सानो नानी बोकेर पनि। साँच्चै नै हामीले यसलाई एक शब्दमा भन्ने हो भने स्वर्गभन्दा कमी छैन। म एउटा के भन्छु ल, यहाँ ठाउँमा बिसाउने ठाउँ पनि छ, त्यहाँनिर बस्ने ठाउँ। अब हामी त्यहाँ बसेर एउटा गीत गाउँछ। यहाँनिर चाहिँ यहाँबाट देख्न सक्नुहुन्छ तपाईँहरू, जुन चाहिँ यो बादल माथिको यो एउटा स्वर्ग भनेर पनि भन्दा केही फरक नपर्ला।
हिँड्नको लागि हिँडेर उकालो जानको लागि म मधेसको मान्छेलाई हुन चाहिँ मेरो रगत यही हिमाल पहाडकै भए पनि थोरै बानी नपरेको कारणले गर्दाखेरि थोरै कष्ट भइरहेछ र यहाँ तीर्थयात्रीहरूको लागि जति पनि दर्शन गर्न जानुहुन्छ उहाँहरू यात्रीहरूको लागि चाहिँ विश्रामको व्यवस्थाको लागि यो साना साना बिसौनीहरू यो तयार गरिएको छ। यो चाहिँ हाम्रो कुरी डाँडा जहाँ भक्तालुहरू तीर्थयात्रीहरू यहाँ दर्शन गरे पश्चात विभिन्न देश विदेशबाट उहाँहरू यस कालिन्चोक भगवानको दर्शन गरेर जुन फर्कनको लागि असम्भव रहेको अवस्था हुन्छ त्यतिखेर यहाँ लज एन्ड रेस्टुरेन्टको पनि यहाँ व्यवस्था छ। अहिले चाहिँ चिसो हटेको कारणले गर्दाखेरि मैले ज्याकेट पनि खोलेर झोलामा हालिसकेको छु। यो हाम्रो झोलामा चाहिँ विभिन्न मजाहरू र लुगाहरू छन्। त्यही गरी हिउँ परिहालेको अवस्थामा पनि हाम्रो ज्याकेटहरू छ। केबल कार देख्न सक्नुहुन्छ तपाईँहरू त्यहाँनिर मानिसहरू भक्तालुहरू चाहिँ त्यहाँ चढेर यात्रा गर्नुहुन्छ। जबकि हामीलाई त्यस ठाउँबाट पैदल यात्री गरेर जाँदाखेरि 1 घन्टा जति लाग्थ्यो। यसमा चाहिँ तपाईँको म्याक्सिमम 10 मिनटमा हामी त्यस गन्तव्य स्थलमा पुग्न सक्छौँ। सार्दै पनि गरौँ। अहिले उल्टो जानु ल यता देखाउनु त यता देखाउँदाखेरि गर्छौँ त्यो धेरमा देखाउनु त। दोलखा जिल्ला स्वर्गको टुक्रा धरतीमा झरेको भन्ने जस्तै गीत जस्तै साँच्ची नै यो स्वर्ग जस्तै ठाउँमा हामी आइपुगिसकेको छौँ। जुनसुकै ठाउँ पनि दोलखा जिल्लामा जहाँसुकै जानुहोस् जस्तोसुकै ठाउँमा जानुहोस् त्यहाँनिर चाहिँ स्वर्गकै टुक्रा जस्तो छ। अनि त्यो मध्येको पनि स्वर्गको टुक्रा चाहिँ यो रहेको छ एउटा है त। अलिक बिस्तारै बिस्तारै हिँड्नु पर्दछ अनि बोल्न पनि मिल्दो रहेछ। अलिक चाँडो पनि चाँडो यहाँसम्म चाहिँ उहाँहरूले सिँढी तयार गरिसक्नु भएछ र यहाँ अझै यस पैदल यात्रुहरूको लागि तीर्थालुको लागि सहज होस् भनेर उहाँहरूले यहाँका समितिले सिँढी मर्मत सम्भार गरिरहनु भएको छ। र फेरि पनि यस कालिन्चोक निर्माण समितिलाई हामी र मेरो तर्फबाट हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यसले अझ प्रचार प्रसार पाउने हो भने यहाँ यस ठाउँ अझ नेपालमा मात्रै नभएर विश्व सम्पदाको सूचीमा पनि पर्ने सम्भावना उच्च देख्छु म। यति उकालो बाटोमा चाहिँ हामीले पैदल यात्रा गर्दाखेरि अक्सिजनका कमीको कारण हामीलाई श्वास प्रश्वास क्रियामा चाहिँ थोरै असहज हुने गर्दछ। र साँच्चै नै यो स्वर्गभन्दा कमी छैन। यहाँ चाहिँ
हामी चाहिँ आइसकेको छौँ यहाँनिर। यो बाटोमा हिँड्दाखेरि चाहिँ हामीलाई निकै पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडिरहने बादल हो तिमी बादल हो बादल हो त्यो बादल हो। हामी अहिले त्यस ठाउँदेखि कालिचोक दर्शनका लागि बीच स्थानतिर आइपुगिसकेका छौँ, जहाँ देख्न सकिन्छ साना साना बोट बिरुवाका बुट्यानहरू र पैदल यात्रीलाई अलिकति सहज होस् भनेर बनाइएका यी रेलिङहरू, जसको सहायताका कारण चाहिँ उहाँहरू आफ्नो गन्तव्यका लागि सहज रूपमा पुग्नुहुन्छ भनेर बनाइएका यी रेलिङहरू छन्। यहाँनिर चाहिँ यो सबै फुलहरूको बास्नाले गर्दाखेरि हामीलाई लेक लाग्ने, टाउको दुख्ने, वकवक आउने हुन्छ, तर हामीलाई चाहिँ अहिले त्यस्तो भएको छैन केही पनि। हामी चाहिँ हिँडिराखेको छौँ। यत्रो झोला बोकेर पनि म चाहिँ हिँडिराखेको छु। अहिले चाहिँ म यो उकालो बाटो हिँड्दा हिँड्दा थकित भइसकेको छु। अनि हाम्रो यहाँ साथी पनि भेटेको छौँ अहिले पैदल यात्रामा। साथी होइन, उहाँ दिदी भाउजू पर्नुहुन्छ नि। हजुर होइन, यहाँ बाटो हिँड्छ। उहाँ एक्लै हिँड्दाखेरि उहाँलाई एकदम शास्ति छ। उहाँ आफ्नो बच्चा बोकेर हिँड्नु एकदमै सहजै रूपमा हिँडिराख्नु भएको अवस्था छ। अनि हाम्रो हजुरबा हुनुहुन्छ उता। यहाँबाट पनि यति राम्रो देखिन्छ। अनि बिचबिचमा चाहिँ हामीले यस्ता ढुङ्गाबाट बनाइएका मानेहरू देख्न सक्छौँ, जसको चाहिँ के मान्यता छ भने हामीले यो माने बनाए पश्चात हाम्रो मनोकामनाहरू पुरा हुन्छ भन्ने एउटा विश्वास छ। हाम्रो यहाँनिर एकदमै वृद्ध हाम्रो हजुरबा पनि आज यस कालिचोक दर्शनका लागि चाहिँ उहाँ पनि एकदम भक्तालु त्रिथालु दुई खुट्टाले नै उहाँ चाहिँ यस दर्शन गर्नका लागि दर्शन गर्न जानुहुँदैछ। एकदम वृद्ध हुनुहुन्छ उहाँ, तर पनि उहाँको आँट अझै पनि कमी भएको छैन, आँट हार्नु भएको छैन उहाँले एकदमै। यस अर्थमा हामीले के बुझ्न सक्छौँ भने जीवनमा आँट र हरेस कहिले पनि खानु नहुने रहेछ। र यता देख्न सक्नुहुन्छ यहाँ नौजवान चेली, उहाँ चाहिँ यहाँसम्म आइपुग्दाखेरि थोरै गलैको थोरै थकित भएको अवस्था छ र स्वयं म पनि थोरै थकित भएको अवस्था छ। हाम्रो हजुरआमा पनि उहाँ पनि पैदल गरेर नै कालिचोक माताको दर्शनको लागि जाँदै हुनुहुन्छ। ल एकदम हजुरबा हुनुहुन्छ। उहाँ थरले श्रेष्ठ भए पनि यहाँको स्थानीय हामीहरूले बोल्ने भाषा चाहिँ उहाँले एकदमै प्रष्ट रूपमा बोल्नुहुन्छ। लगभग सबैले बुझ्नुहुन्छ होला। अझ हजुर सबै बोल्नुहुन्छ थामी? तपाईँको जेठी छोरी पनि बोल्नुहुन्छ? ए बुझ्नु चाहिँ हुन्छ? बुझ्नु त बुझ्छ। ए ल यता हाम्रो अजाले चाहिँ थामी कुराबाट अझ केही भनिदिनुहोस् त। अझ यो कालिचोकको बारेमा, तपाईँको ठाउँको बारेमा। अब यो चाहिँ तपाईँको यहाँ देशमा यस ठाउँमा मात्रै नभएर झापा जिल्लामा तपाईँको दार्जिलिङतिर पनि हेर्छन्, हामीहरूले हेर्छन्, अब श्रेष्ठहरूले हेर्छन्। अनि गाई रामकुमार श्रेष्ठ तौथली गाङ हो थियो काटे मन्दिर गाङ राजु कालिचोक कालिका माई दर्शन गाङ
रौदो थियो अँ। उछिन जाओ छन् चौधो ल एकदमै लोङसेङ्गिनी नै धन्यवाद निको अझाकै एकदम निथेको निको थाङ्मी खामगरी एकदम मजा गरी छाइसो। अनि हामीले पनि अब के बुझ्न आवश्यक छ भने हाम्रो यस स्थानीय थामीहरूले जुन भाषा बोल्छन् त्यो भाषा चाहिँ हामीले मात्रै नभएर पनि यहाँका सम्पूर्ण अन्य जात जातिका मानिसहरूले पनि यसरी बोलेको सुन्दाखेरि हाम्रो थामी समुदायमा विशेष गरेर तपाईँको झापामा रहेको थामीहरूले पनि अब आगामी दिनको लागि भावी निगरानी गर्छ जुन पिँढीहरूले पनि थामी पहिचान अस्तित्व गुम्न लागेको अवस्थामा चाहिँ उहाँहरूले पनि अब थामी भाषा गर्न आवश्यक छ। हो त्यही भन्नुहुन्छ भने त अझ अब हजुर थामीहरूले अब उहाँ हाम्रो झापातिर त्यति बुझ्दैनन्। बुझ्ने भनेको एउटा दुईवटा छ म जस्तो यङ केटाहरूले। अनि उनीहरूले पनि अब थामी कुरा गर्नु परेन त। पर्यो अब यो थामी कुरा गरेन भने त पछि त अस्तित्व पहिचान हराउँदैन नि हराउँछ नि अझ होइन। तमाम देश विदेशमा रहेको सम्पूर्ण थामी समुदायलाई चाहिँ मेरो के आग्रह छ भने उहाँहरूले पनि अब आजको दिनबाट चाहिँ आफ्नो वेशभूषा भाषा उलङ्गाङ चुदो चावादु छ चावादु ल सम्मैदु सम्मैदु आप्राचा हो एकदम आप्रा नाति नाति ल ल ल एकदमै। अब चाहिँ हामी केही समयमा हाम्रो गन्तव्यमा पुग्न लागिसकेकै अवस्था छ। यहाँबाट देख्न सकिन्छ यत्रा ठुला यहाँबाट चाहिँ काङ्गिनीगुरी झ्याका पहाड हो जेखा पहाड हो दु मिपाले काङ्गिनी हाँसले रोसले हो दु सिले हो दु काङ्गिनी बन्ड्याङ थाताले नबी कुता माई खालाम काङ्गिनी रोसान आसान भनेको रे। यहाँदेखि कति झर्या छन् नि अझ मान्छे कति झर्या होला नि तलतिर बन्ड्याङ खेलेको होला यहाँबाट झरेन ए ल यो चाहिँ केबल कार हामीले त्यस ठाउँदेखि चाहिँ केबल कारले यहाँसम्म केबल कारको स्टेसन चाहिँ यहाँ छ जहाँ लेखिएको छ कालिन्चोक केबल कार भनेर। यसको चाहिँ अब फेयरको कुरा गर्नु पर्दाखेरि भाडा कुरा गर्दाखेरि हामी त्यतिखेर तपाईँको 500 होला प्रति व्यक्ति 500 थियो। अहिले म्याक्सिमम् तपाईँको 600 कति छ अझ अहिले यहाँ एकजनाको 600 750 भन्नुभयो 750 हामी चाहिँ यो पुर्खाको चलन हराउनु हुँदैन हो नि हिँडेर आएको 750 यहाँनिर चाहिँ तपाईँको केबल कारको भाडा हुँदाखेरि यहाँ विरोध पनि भएको थियो एकचोटि हामीले तपाईँको मिडियामा पनि देखेका थियौँ। अब यति भक्तालुहरूलाई चाहिँ तीर्थालुलाई यसरी मारमा पार्नु हुन्न भनेर चाहिँ यहाँका जुन तीर्थालुहरू थिए भक्तालुहरू थिए उहाँहरूले यस केबल कारका समितिलाई आग्रह पनि गरेका थिए र नमान्दा बखत उहाँहरूले विरोध समेत गरेका थिए। त्यस पश्चात यस केबल कारको भाडा केही मात्रामा घटाइएको अवस्था छ यहाँ र तीर्थालु भक्तालुहरूलाई केही भाडामा राहत समेत पुगेको छ यहाँ अहिलेको अवस्थामा। उहाँ हाम्रो मिस हुनुहुन्छ। मिस चाहिँ एकदमै थकित अवस्थामा हुनुहुन्छ। जब कि हाम्रो यहाँ 80 वर्षको अजा अहिले स्यास्या र फ्याफ्या पनि गरेको सुनिएको छैन अलिकति पनि सुनिएको छैन भनेपछि पहाडको यो हिमाली भेगको पानी यतिसम्म चाहिँ अर्ग्यानिक यतिसम्म चाहिँ ताकतवान हुँदो रहेछ भनेर यहाँ प्रश्न गर्न सकिन्छ। जब कि उहाँको एकदम कपाल चाहिँ फुलेर पनि उहाँको जुन जोस जाँगर चाहिँ अहिले पनि कालै भएको अवस्था छ। जोस जाँगर चाहिँ एकदमै बलियो भएको अवस्था छ हामी देखिराख्न सक्छौँ। जब कि नौजवान 26 वर्षे ठिटी चाहिँ त्यहाँ
पाकेर स्यास्याएर फ्याफ्या भइरहेको देख्न सक्छौँ। पहिलाको मान्छेले पाप गरेर त्यहाँमाथि चढ्न सकेन अरे भाइ। हामी चाहिँ ठ्याक्कै मन्दिरको नजिक आइसकेको छौँ। मन्दिर जाने बाटो यहाँ लेखिएको छ। यो चाहिँ मूल गेट रहेको छ मन्दिरमा जाने। यहाँ भक्तजनहरू पनि थुप्रै हुनुहुन्छ, भिडै भिड छ। हाम्रो हजुरबा पनि यहाँसम्म आइसक्नु भएको छ। सामान छुट्यो भने तल झर्सेर त्यहाँ जानु आज अहिले चाहिँ फर्केर मिलेन। फोन गरेर राखिदिनु भन्ने पाइयो। अरू मान्छेलाई पठाइदियो भने पुरै जाला। अरू मान्छेसँग पठाउँदा पनि पाइयो। मौसम चाहिँ एकैछिनमा बादल लागिसकेको छ। यस्तो भइसकेको छ। फाइनल्ली हामी चाहिँ आइसकेको छौँ मन्दिरको छेउमै। हेर्छ र ए ल ल ल हारा लगाउने हारा। जय कालिम्पोङ भगवान्, जय कालिम्पोङ माता। फाइनल्ली हामी आज हाम्रो गन्तव्य डेस्टिनेसनमा आइपुगेका छौँ। यसका लागि सर्वप्रथम त म मौसमलाई, प्रकृतिलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यहाँसम्म हामीलाई आउनको निमित्त सदनको प्रदान गरिदिनु हुने मेरा जेठाजु कविराज थामीज्यूलाई पनि म एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अलि सिधा गर न। सिधै गरेको छ। र अब हामी फाइनल्ली यो सिँढीमा जाँदैछौँ हामी चाहिँ। यो सिँढीको पनि छुट्टै महत्त्व छ। यहाँनिर पाप गर्ने मान्छेहरू चाहिँ यहाँबाट माथि जान सक्दैन भन्ने एउटा मान्यता छ। हामी चाहिँ फाइनल्ली यहाँ सिँढी कटेर माथि चढिसकेको छौँ। र अर्को कुरो के भन्नु म भन्न गइरहेको छु भने यो मैले पहिले जानकारी गराइसकेँ। यो मेरो दोस्रो पटक थियो। पहिलो पटक मेरो आप्पासँग मैले यहीँबाट भिडियो बनाएको थिएँ र आज फेरि मौका जुरेको छ। र दोस्रो पटक मेरो श्रीमतीसँग मैले आज यस कालिम्पोङ भगवानमा दर्शन गर्ने मौका जुर्यो। त्यसै गरी यहीँबाट चाहिँ म मेरो आमा आप्पा सासू ससुरा आफन्त इष्टमित्र सम्पूर्णलाई यस कालिम्पोङ माताले रक्षा गरून्, क्षमा गरून्, सधैँभरि आशीर्वाद दिउन् भनेर म प्रार्थना गर्दछु। ल कालिम्पोङको दृश्य चाहिँ यो रहेको छ। यही चाहिँ मैले मेरो आप्पासँग धुप बालेर कालिम्पोङ मातालाई दर्शन गर्ने क्रममा थोरै आफूले जाने जति अनुसार आप्पाले चाहिँ यहाँबाट एउटा मुन्दुम गर्नुभएको थियो।
कालिचोक भगवान्सँग प्रार्थना गर्नुभएको थियो र आज दोस्रो पटक यता जहाँ देख्न सक्नुहुन्छ यहाँ यो चाहिँ एउटा कालिचोकमा त चाहिँ यो एउटा ढुङ्गा भनौँ या एउटा थुम्कामा चाहिँ यहाँ पवित्र रूपमा चाहिँ उहाँले यहाँ स्थापना हुनुभएको भनेर चाहिँ एउटा विश्वास छ र यहाँबाट विभिन्न चाहिँ गाउँ सहरहरू हामीले देख्न सकिन्छ। हामी चाहिँ यहाँनिर आएर अब कालिचोकको दर्शन पनि गरिसकेको छौँ। मेन मन्दिरमा चाहिँ हामीले फोटो भिडियोहरू लिन नमिल्ने भएकाले हामीले बाहिरबाट नै भिडियोहरू गर्दैछौँ। यतिखेर चाहिँ हामी कालिचोकको दर्शन गरेर फर्केर आइसकेको छौँ ठ्याक्क कुरी बजारमा। यहाँ चाहिँ हामीले पहाडमा चाहिँ कालिचोकको दुध यसरी छरिया पुजारीबालाई भेटेका छौँ। बाटोमा भलाकुसारी गर्दै भेडाले पुरै दुध लागेको हुनाले छाड्दा चाहिँ त्यहाँबाट यता पर्छ हामी आउँदैछौँ। पक्कै पनि हामीले अघि यहाँबाट भिडियो गरेका थियौँ। अघि मौसम एकदमै सफा थियो, अहिले चाहिँ मौसम फेरि चारैतिर बादल लागेको छ अनि हामी फर्केर आइसकेको छौँ। अघि जाँदाखेरि यहाँबाट भिडियो गरेका थियौँ, जाँदाखेरि अलिकति गाह्रो पनि भएको थियो, तर आउँदाखेरि चाहिँ 1 इन्ची पनि गाह्रो भएन हामीलाई। एकदमै रमाइलोका साथ आयौँ हामी, दर्शन पनि गऱ्यौँ। कालिचोक मातालाई फुलपाती पनि चढायौँ। कालिचोक मातालाई चाहिँ हामीले जे चिताएको छ त्यो पुर्याइदिनुहुन्छ भन्ने चाहिँ पूर्ण विश्वास छ। यति भन्दै आजको लागि चाहिँ हामी यो भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। अब हामी कुरी बजारमा जान्छौँ। कुरी बजारमा गएर खाजा खाएर अनि त्यसपछि फेरि आफ्नो गन्तव्यतर्फ घर लाग्दछौँ। आज चाहिँ हाम्रो यो प्लान नभइकन यहाँनिर हामी दर्शन गर्न आउन पायौँ। पक्कै पनि हामीलाई कालिचोक माताले बोलाउनु भएको थियो होला। अब कहिले आइन्छ त्यो त थाहा छैन। अब चाहिँ आज आयौँ, दर्शन गऱ्यौँ, एकदमै खुसियाली छाएको छ मनमा। यति भन्दै म चाहिँ यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, सेवा, नमस्कार।